हेलो, हामी चाहिँ अब मोमो पाकिसकेको छ। म चाहिँ खानालाई आएको, बनाएको चाहिँ मिनाले। अब चाहिँ मोमो खान लाग्यो। खाए त ल, कस्तो रहेछ। खाए ल। यो अचारमा चाहिँ तिल, सेतो तिल, बादाम अनि खुर्सानी के हालेर बनाउनु भएको आमाले। मिठो भएको छ, गोलभेडा नि। टिम्बुर चाहिँ हालेको छैन। अलिकति मिठो भएछ है। मिठो भएछ है। तर पनि सोधेको अचार चाहिँ हाल्नु है। अचार चाहिँ लास्टमा नम्बर अलिक चार हाल्नु है।
मोमो चाहिँ बडमान तजिमै है खेप घाँतिर हो बजारतिर त 2टा बन्छ यस्तो मोमो त अलि त हातुनी भाइ म खाइरहेको छु अलिकति चाँजै हान्ने पनि केटी है ठिक मुला फेरि तिर्खा लाग्छ धेरै नुन भयो भने घाले चाहिँ धेरै हुन्छ चाहिँ क्या हो होममेड मोमो मिस्यो भने त्यही बेलै के बिदी खाएको है मोमो बिल फेरि यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो युट्युबमा मेरो त होइन मलाई त यहाँ बोलाएको खानालाई मुखबाङ गर्नलाई बोलाएको मेरो त यो होइन यो चाहिँ मिना लामाको युट्युब च्यानल हो खतरनाक बनाएछ मिना कुमारी लामाले अनि अचार चाहिँ आमाले बनाउनु भएको एकदम मिठो बनाउनु भएछ नुन चाहिँ आमाले बढी खानुहुन्न त्यही भएर अलिक मलिलै छ होइन धेरै चाचा खानु हुँदैन बाहिर त म यति धेरै मोमो खान्न हात चाहिँ मिठो भएछ त्यही भएर खाएकै छ त्यो फेरि थुबा चाहिँ फिटी घात अरे नि थुबा चाहिँ हामी लेप्पन अहिले छिल्नु होस् न एउटा न एउटा न धेरै खाइ के गयो साथीहरू मैले चाहिँ एकचोटि यस्तोरी खाँदा चाहिँ यस्तो भित्रसम्म मसला बस्छ क्या अचार पिरो चाहिँ खासै छैन पिरो आमाले खानु नि हुन्न फेरि खरो र पिरो खानुहुन्न त्यही भएर अचार कस्तो छ अब त्यो तपाईँहरूले आएर चाखेर मात्र थाहा हुन्छ तर बदाम हालेछ क्या सिलाम पनि हालेछ क्या सिलाम पनि हालेछ त्यही भएर चाहिँ स्वाद चाहिँ मिठो छ कि यसको बबाल जुसी मोमो जुसमा हाल्छ नि
लगभग थोरै खाइयो थोरै खाँदा नि कडा भएछ कडा हेर्नु नि कडा यस्तरी खानुपर्छ है खाएर मोमोमा खायो 50-60 ग्राम हाल्यो नि यहाँ के यति के यो चाहिँ अब चाहिँ पुगिहाल्छ नि सकिसक्यो नि टन्न हाम्रो चाहिँ सकिसकेको छ हाम्रो चाहिँ खाइसक्यो साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो मेरो चाहिँ पहिलो भिडियो हो अनि अबदेखि यस्तै यस्तै भिडियो लिएर आउनेछु अनि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद अनि सब्सक्राइब पनि गरिदिनु होला बाई बाई